हजुर, गजब प्रकारका शब्दहरू छन्। जस्तै कम्प्युटर भन्छौँ, ल्यापटप भन्छौँ, क्याल्कुलेटर, टेलिभिजन, स्क्रिन, सिपियु इत्यादि शब्दहरू हामीले प्रयोग गरेका हुन्छौँ। विभिन्न यन्त्रहरू, संयन्त्र, उपकरणहरू प्रयोग गर्ने क्रममा यसको नेपाली के रहेछ त हामीलाई कति त थाहा नहुन सक्छ। यसको नेपालीको पर्यायवाची रूप आज पनि यस खोज अनुवाद युट्युब च्यानलमा समेट्ने प्रयास गर्दैछु। कृपया च्यानलमा नवीन हुनुहुन्छ र रुचिकर लागेमा हजुरले सदस्यता ग्रहण गर्न सक्नुहुन्छ। के भनिँदो रहेछ त जस्तै अब हामी कम्प्युटर, ल्यापटप, होइन, क्याल्कुलेटर, टेलिभिजन, स्क्रिन, सिपियु लगायतका विभिन्न अङ्ग्रेजी शब्दहरू प्रयोग गरेका हुन्छौँ, जसले हाम्रो शब्द भण्डार बौद्धिक विकास गर्न पनि टेवा पुग्छ। हजुरले आफ्नो धारणा, राय, सल्लाह, सुझाव, प्रतिक्रियाहरू पनि प्रेषित गर्न सक्नुहुन्छ, जसले गर्दा आगामी समयमा पनि विभिन्न विधासँग सम्बन्धित शब्दहरू खोज्नका निम्ति मलाई पनि ऊर्जा, प्रेरणा मिल्नेछ। जस्तै अब हामी कम्प्युटर भन्छौँ, कम्प्युटर पनि अङ्ग्रेजी शब्द हो, यसलाई सुसङ्ख्य भनेर भनिन्छ। हामीले चलन चल्तीमा कम्प्युटर नै भन्छौँ, यो अङ्ग्रेजी हो, यसलाई सुसङ्ख्य भनेर भनिन्छ। त्यस्तै ल्यापटप भन्छौँ, यसलाई काफी सुसङ्क लघु सङ्गणक भनेर पनि भनिन्छ ल्यापटपलाई। क्याल्कुलेटर भन्छौँ, यसलाई गणक यन्त्र भनेर भनिन्छ, क्याल्कुलेटर अङ्ग्रेजी हो। टेलिभिजन भन्छौँ अथवा टिभी, यसलाई दूरदर्शन यन्त्र भनेर भनिन्छ। स्क्रिन भन्छौँ, यसलाई पर्दा, रङ्ग पर्दा भनेर पनि भनिन्छ। सिपियु भन्छौँ, सेन्ट्रल प्रोसेसिङ युनिट, यसलाई केन्द्रीय प्रशोधक एकाइ यन्त्र भनेर भनिन्छ। यस्ता विभिन्न विधासँग सम्बन्धित शब्दहरू छन्, विभिन्न विधा क्षेत्र होइन, क्याटेगोरीसँग सम्बन्धित शब्दहरू हामीले अङ्ग्रेजीमा प्रयोग गरेका हुन्छौँ। चलन चल्तीमा सहजताको निम्ति, बोधगम्यताको निम्ति यसको नेपाली के रहेछ त विशुद्ध नेपालीपन, यसको भनौँ न तत्सम तद्भव रूप के रहेछ म आगामी समयमा पनि समेट्दै जानेछौँ। सिकौँ अनि सिकाउँ, शब्द खोज्न जिज्ञासु बनौँ, भाषा हाम्रो जननी हो। सम्पूर्णको जय।